आउनुहोस् है साथीहरू, आज चाहिँ यस्तो मिठो मिठो अमला क्यान्डी बनाउँ। मैले 500 ग्राम अमला लिएको छु, जुन चाहिँ ठुलो सानो तपाईँहरू जुन पनि लिन सक्नुहुन्छ। मैले चाहिँ मिडियम साइजको प्लस अलि सानो साइजको लिएको छु। तपाईँहरूले जस्तो ठुलो या सानो जुन पनि लिन सक्नुहुन्छ। र अब मैले यसलाई पखालेर एउटा साइडमा राखेँ र एउटा प्यानमा मैले पानी बसालेँ। अमला उसिन्नको लागि मैले एउटा प्यानमा पानी बसालेर राखिसकेको छु। सो अब यतिको बोइल हुँदाखेरि अलिअलि उम्लिन थालिसकेपछि म यसमा धोएर राखेको अमलाहरू यसमा एड गर्दैछु उसिन्नको लागि। अनि मैले यसमा सबै अमलाहरू हालिसकेर 4-5 मिनटको लागि यसलाई बोइल हुनको लागि 5 मिनटपछि जब यो यस्तो हुन थाल्छ, जब चिरा पर्न थाल्छ, जानौँ कि यो अब रेडी भयो, यो वेल कुक भइसकेको छ। अब यसलाई म छान्नीमा छानेर त्यसको पानी जति सेपरेट राख्दैछु। यो पानी हामीले आफ्नो कपालमा एज अ न्युट्रिसनको रूपमा प्रयोग गर्न सक्छौँ। यो पानीमा हामीले थोरै ओइल राखेर आफ्नो हेड मसाज गऱ्यौँ भने राम्रो हुन्छ। सो अब यतिको भइसकेपछि यसलाई सेलाउनको लागि राखिदिनुपर्छ। अब हाम्रो यो अमला एकदम कुल भइसकेको छ। अब यसलाई छोडाउनको लागि पनि सजिलो हुन्छ। सो मैले भिडियोमा देखाएको जसरी यसरी माथि थिच्यो भने यो आफसे आफ ब्रेक हुन्छ र यो भित्रको बिन्स गेडा निकाल्नको लागि हामीलाई सजिलो हुन्छ। मैले यसरी सबै गेडा निकालेर गेडा जति सेपरेट र यो बाहिरको आउटर लेयर चाहिँ एउटा बाउलमा राख्दैछु। सबैलाई मैले केलाएर यसरी एउटा बलमा राखिसकेँ। सबै एउटा एउटा रेसा निक्लेर कति राम्रो क्यान्डी जस्तो भएको छ। अब यसमा मैले 500 ग्राम अमला क्यान्डी लिएको छु भने म 500 ग्राम नै चिनी एड गर्नुपर्ने थियो। तर यहाँ सुगरको बिरामी हुनुहुन्छ, उहाँहरूले पनि कहिलेकाहीँ खाइदिनुहुन्छ भनेर मैले 500 ग्रामको सट्टामा 300 ग्राम मात्र सुगर लिएको छु। चिनी लिएर यसमा सबैतिर वेल मिक्स हुने गरी सबैतिर हालिदिएर लास्टमा मैले लेमन जुस पनि राखेर यसलाई मजासँग मिक्स गर्दैछु। यसलाई यतिको मिक्स गरिसकेपछि हामी यसलाई ओभरनाइट राख्छौँ। मैले चाहिँ अब 3 नाइट राखेँ, दुई नाइट राखे पनि हुन्थ्यो, तर एक दिन घाम नलागेको भएर मैले 3 नाइट राखेँ। अब म फर्स्ट नाइट पछि म यसको लुक्स हेर्दैछु। यसमा चाहिँ सबै चिनीहरू डिजल्भ भइसकेको छ। यो चाहिँ पुरा लिक्विड फर्ममा आइसकेको छ। हामीले यसरी नै यो लिक्विडलाई सबै यो अमला क्यान्डीभित्र सोच्नको लागि रातभरि छोडिदिएको, जुन कि यस्तो भयो भने मिठो क्यान्डीको फ्लेभर आउँछ। अब म फेरि सेकेन्ड नाइट पछि कस्तो भयो भनेर म हेर्दैछु। यो चाहिँ हो सेकेन्ड नाइट पछिको यसको लुक्स। आज चाहिँ म यो क्यान्डीलाई घाममा सुकाउँछु भनेर सोचिरहेको छु, तर मलाई वेदरले साथ दिएन। हेर्नुहोस् त वेदर आजको कस्तो बादल धुम्म लागेको, घामै लागेको छैन। त्यही भएर म यो अमला क्यान्डीलाई आज होइन कि भोलि म सुकाउन गइरहेको छु। र भोलिपल्टको वेदर चाहिँ यस्तो भएको छ, घामले साथ दियो मलाई। सो मैले थर्ड दिनमा चाहिँ यो घाममा सुकाउन गइरहेको छु। सो मैले अब यो रसलाई एउटा छान्नीले स्टेनरले छानेर यसलाई सेपरेट गर्दैछु। सबै सेपरेट गरिसकेपछि मैले यसलाई एउटा प्लेटमा राख्नेछु। यसरी मैले सबै अमला क्यान्डीलाई एउटा प्लेटमा घाममा सुकाउनको लागि राखिसकेको छु। र बाँकी जुन हामीले सेपरेट गरेको पानी छ, त्यो पानीलाई हामीले एज अ बुस्टर ड्रिङ्क्सको रूपमा पनि पिउन सक्छौँ। आइस वाटर र चिया सिड हालेर खान सक्नुहुन्छ। सो मैले यसरी घाममा सुकाउन राखिसकेको छु। मैले अमला क्यान्डी बनाउन लागेको देखेर मम्मीले पनि मासको मस्यौरा बनाउँदै हुनुहुन्छ। इट लुक्स सो यम्मी। मलाई त एकदमै मनपर्छ। हजुरलाई कस्तो मनपर्छ कमेन्ट गर्नुहोला है त। सो यसरी मैले 3 दिनसम्म राख्छु अनि त्यसपछि आफ्टर 3 डेज कस्तो हुन्छ हेरौँ है त। मैले लगभग 3 दिन जति घाममा सुकाइसकेँ र यो अब एकदम ड्राई भएको छ। मैले यसलाई सबैलाई निकालेर एउटा बाउलमा ट्रान्सफर गरेको छु।
हेर्नुहोस् त कति सफ्ट, कति ड्राई, कति क्रन्ची टाइपको देखिन्छ मेरो अमला क्यान्डी। हजुर पनि बनाउनुहोस् है। सो अब मैले यसमा अलिकति क्यान्डी भनेपछि त अलिकति स्विटनेस हुन्छ, सो मैले सुगर पाउडर यसमा एड गर्दैछु। धेरै होइन, थोरै हाल्दैछु मैले यसमा सुगर पाउडर। अनि वेल कोट गर्ने, यसमा राम्रोसँग मिक्स गर्ने यो सुगर पाउडर राखेर। अनि हजुरहरूले आफ्नो स्वादअनुसार राखिसकेपछि यसलाई एउटा एयरटाइट कन्टेनरमा राखेर आफूले चाहेको बेलामा आफूले आफ्नो बच्चाहरूलाई, आफ्नो पेरेन्ट्सहरूलाई, आफ्नो गेस्टहरूलाई यो सर्भ गर्न सक्नुहुन्छ। अमला क्यान्डी एकदम हाइजेनिक र एकदम मिठो हुन्छ। हजुरहरू पनि बनाएर राख्न सक्नुहुन्छ। मैले त यस्तो मिठो हाइजेनिक हेल्दी अमला क्यान्डी बनाएर रेडी गरेर राखिसकेको छु। हजुरहरू पनि यसरी नै एउटा जारमा, कन्टेनरमा, एयरटाइट कन्टेनरमा राख्न सक्नुहुन्छ है त। यदि हजुरलाई यो रेसिपी मन पर्यो भने लाइक, सेयर एन्ड कमेन्ट गर्नुहोला। थ्याङ्क यू।